माइती भावै भनेर भनेको एक किसिमले यो बहिनी पनि हो फेरि यो चाहिँ तिम्रो लागि जन्मको मेरो बहिनी हो पनि हो फेरि यो दुई तिनवटा 4-5वटा अर्थ लाग्छ यसको त्यस कारण अहिले त्यो अर्थहरू केही पनि नहुनु होइन त्यति मात्रै हो यो मेरो बहिनी होइन पछि अप्ठ्यारो गाह्रोमा त्यो चाहिँ महत्त्वपूर्ण हुन्छ त्यो चाहिँ कहिले नहराइकन राख्नु अब तपाईँले 4 दाम बोल्ने अब यहाँहरू मकन्दन लासो ख्यापुल्ला है ख्यापुल्ला चुरी शिवा गान्बा गाउँछौँ ताम्बा जुगु होइन मकन्दन लासो ख्यापुल्ला यहाँ बस्नुहुने हाम्रो भलादमी सबै होइन जन्तीबाट आउनुभएको अनि घर गाउँले तर्फबाट होइन अनि यहाँ वरिपरिको दाईहरू दिदीबहिनी होइन सबैलाई लासो ख्यापुल्ला अब यो 4 दिन बोल्दाखेरि के हुन्छ भन्दाखेरि चाहिँ उहाँको नाम भन्नु पऱ्यो पहिला तपाईँले अब त्यो एउटा झुडा टेकेर त्यो चाहिँ एउटा नाङसल र एउटा सगुन माइतीपट्टि दाहिने घुँडा टेक्नु 18% नटेक्दा नि हुन्छ होइन टेक्दा सजिलो हुन्छ समय दिनै भएन गाह्रो पर्छ के बेर लाग्छ गल्यो भने गल्यो भन्नै भयो ल तपाईँ एकजना हात उठाउँछ नि यता नाम के हो विक्रम 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 बोले नानीले शान्तिलो है लु तिनी चुतिला रोबिसन लाला दुईटैमा भनिन्छ चुतिला रोबिसन तिनी चुनुला साजेरू जो जम्मसेन साजेरू जो चुला चुरी शिवबा गानमा गाउँछन् जन्तीपट्टि जनखाबा बेहुलीपट्टि सेमुपट्टि जम्मन्छन् जो चारदाम सुरु लाबालाई अनुमति किनिदिए है तिनी बिसम तिलो रोबिसम जो विक्रम विवाह बोले फाजन जाकोला है चु गादेजी अब सगुन पोङ गेङचोङ जमन कोहीमा ताङजुकु छेउरी बत्ती दियो जम्मन साँची थान्थिनौँ योन्जन फाजनला जामी कोला शर्मिला रिपरी खावल मुझे चु रिप कुरो जम्मन जिन्जी जान्छे चु 4 दामला पहिरन खाजी चु 4 दाम रिसे तिलो बिसम तिनी नन्छे विक्रम विवाह गोले फाजनला जाकोला चाहिँ योन्जन फाजनला कुल्ला माकोला दोजिरो है कुल्ला माकोला दोजिरो तेर नाम नानी शर्मिला योन्जन विवाह जामीकोला चाहिँ गोले फाजनला कुल्ला चाङकोला दोजिरो हाम्रो चाहिँ यो कुलमा अहिले नै भित्रिन्छ है यो सगुन रहेपछि यो दाइमा के गर्नु पर्दैन उहाँ गएपछि कुलमा तपाईँले सामान्य साङ गर्दा हुन्छ है कुल्ला चाङकोला दोजिरो अब है यहाँहरूलाई पर्वत एउटा भाषाबाट पनि भन्नु आजदेखि विक्रम भन्ने गोले फाजनको छोरा चाहिँ योन्जनको ज्वाइँ भयो अरे कुलको ज्वाइँ कुलभित्रको ज्वाइँ है ज्वाइँ चाहिँ उहाँ योन्जन फाजनको कुलभित्र जानु पनि मिल्छ कुलको ज्वाइँ भयो अरे यतापट्टि के अरे बिर्सिहाल्नु नानी शर्मिला योन्जन भन्ने नानी चाहिँ गोले फाजनको चाहिँ कुलभित्रको घरको बुहारी भयो अरे आजदेखि अब तोरबिसम होइन आख्यो तोरबिसम जोमोक लिङ्ग्री क्लाङबा डाफे मयूर नामे से थाइजिरो होइन लाला पेङ से थाइजिरो रिला तङ्गी से थाइजिरो
ग्यागर दान्डी फ्याङ्सी भावा बुर्गान जोडी चाहिँ थाइजिरो भनेको यसले पनि सुन्यो अरे सुनेर यसले खबर लान्छ है मर्बिसम अब तलतिरको कुरा आएको मर्बिसम भने के हो भन्दा यो चाहिँ समुद्री कुराहरू आउँछ मर्बिसम गन्धिला तारामा चाहिँ थाइजिरो भनेपछि यो माछा छ है हाम्रो भाषाबाट गन्धी भनेको समुद्रको माछाहरू पनि सुन्यो अरे भनेको छु मैले मर्बिसम गन्धिला तारा चाहिँ थाइजिरो चुरी सिउब गानमा गान्छौँ जम्मन होइन चुक्लाला लालु चुरी सिउब गानमा गान्छौँ होइन चुरी जन्ती पटिकाम खाबा मेमे जुगु गानमा जुगु आँखी माम जुगु बेहुली पटिला सेमो पटिला मामले जुगु जुन आमा आँखे जुगु जम्मन चुरी सिउब थप छिमेकी जम्म जन थाइजिरो थाइजिरो फेरि पर्वतीमा पाउँदिने होइन अब यो के अरे भन्दाखेरि चाहिँ आजदेखि विक्रम भन्ने चाहिँ गोले तामाङको छोरा चाहिँ यो योन्जन आजनको कुलको ज्वाइँ भयो अरे अनि शर्मिला भन्ने योन्जनको छोरी चाहिँ गोले विक्रम गोले तामाङको गोले घरानको चाहिँ कुलको बुहारी भयो अरे ऊ भने चाहिँ त्यो मयूर डाफे नामी हिमालको चाहिँ मयूरले पनि सुन्यो अरे त्यहाँ हिमालमा खेल्ने डाफेले पनि सुन्यो अरे अनि त्यहाँको चाहिँ लाला रिला स्योङ्ला पेङ भन्छ नि त्यो चाहिँ स्योङ्ला पेङ भनेको खोलाको त्यो पाले पनि सुन्यो अरे अघि तपाईँहरूले यहाँ पा झुन्डाइदिनु भएको भए कति राम्रो हुन्थ्यो अनि के अरे रिला तङ्गी भनेको चाहिँ जङ्गलको मृगल पनि सुन्यो अरे त्यो मृगल गएर पनि कसरी आउँछ भन्दा चाहिँ पेम गर्दै आँखेले डम्पु स्याङ्सी गर्दा मृगको छालाबाट बनाएको मृग चाहिँ थाइजिरो अनि बुर्गान जोडी बुर्गान जोडी चाहिँ थाइजिरो भनेको यो मधेस र पाहाडको सङ्गमलाई ग्यागरदान भनेर अब यो तामाङ भाषाबाट ग्यागरदान फ्याङ्स हो बुर्गान जोडी चाहिँ थाइजिरो यो चाहिँ अब भरे यसको कहानी अर्को पनि आउँछ उडाउने बेलामा होइन त्यस कारणले गर्दाखेरि मर्बिसम गन्धिला तारा चाहिँ थाइजिरो लाभालुङको चाहिँ थाइजिरो भनेको सबैभन्दा बढी उँधो भनेको समुद्र हुन्छ समुद्रभित्र माछा हुन्छ होइन अनि यो चाहिँ त्यो माछाले पनि सुन्यो अरे होइन लाभालुङसर भनेको त्यहाँको हावापानीले पनि सुन्यो अरे सबैभन्दा बढी हावा चाहिँ समुद्रमा चल्छ त्यस कारण त्यसले पनि सुन्यो अरे किन के सुन्यो अरे भन्दाखेरि चाहिँ यो दुईजनाको कति राम्रो जोडी बाँधिएको कुरा चाहिँ यो पर्यावरणमा यो माछाले चाहिँ खबर लग्यो अरे क्या सुन्यो अरे उहिले हाम्रो आँखेहरू चाहिँ त्यो कुखुरा भनेर राखिदिने अनि चट काटेर खाइदिने गर्थ्यो तर त्यो होइन त्यसो होइन यो चाहिँ सुनेर खबर लैजाने अब यो खबर कहाँ लान्छ भन्दाखेरि चाहिँ पृथ्वीमाथि बसेको जीव जन्तु मान्छेदेखि लिएर जीव जन्तुलाई चाहिँ फल्न फल्नेको जोडी दुईजनाको जोडी बाँधियो भन्ने खबर चाहिँ यो पर्यावरणले लान्छ सुनायो अब चाहिँ पृथ्वी मुनि चाहिँ कति छ भने 3 तिहाई पानी छ यो पृथ्वी 1 तिहाई छ है त्यहाँ मुनि अझ धेरै जीव जन्तु छ क्या त्यो जीव जन्तुलाई खबर लाने चाहिँ फल्न र फल्नेको जोडी आहा कति राम्रो बाँधियो भन्ने चाहिँ यो माछाले लान्छ अरे के त्यस कारणले गर्दा अहिले यो चारधामको कुरा चाहिँ यो है यहाँहरूले मैले भने फेरि पनि यो 3 चोटि भन्नुपर्छ तिनै नान्छे विक्रम विवाह गोले फाजनला जाकोला चाहिँ योन्जन फाजनला कुल्ला महाकोला धोजिरो शर्मिला विवाह चाङकोला जामेकोला चाहिँ गोले फाजनला विक्रम विवाह जाकोलालाई धिम्ला होइन कुल्ला चाहिँ चाङकोला धोजिरो है चुरी सुबा गानमा गान्छौँ चुला लालु जम्मन बेहुली पोटिकाम खावा बेहुला पोटिकाम खावा भद्र भला पनि जम्म चाहिँ थाइजिरो थाइदिरो नामजुङ चाहिँ थाइजिरो नि होइन साँच्ची सबैले सुन्नुभयो नि बिहे भएको पक्कै हो नि हो नि अब त्यस कारणले गर्दाखेरि अब फेरि एकचोटि भन्नुपर्छ है अब तिनी बिचम विक्रम विवाह जाकोला चाहिँ योन्जन फाजला चाङकोला धोजिरो होइन कुल्लान चाङकोला धोजिरो है फेरि शर्मिला विवाह जामेकोला चाहिँ गोले फाजनला विक्रम विवाह गोले फाजनला धिम्ला कुल्ला चाङकोला धोजिरो है तिलो विषम तिनी नान्छे काए प्राचिरो स्याए प्राचिरो अब आए गएर तपाईँले हल्ला नगर्दिनु होला सुन्नुहोस् है एकछिन है हल्ला नगरिदिनुहोस् है काए प्राचिरो स्याए प्राचिरो भनेको के हो भन्दा उसँग भएको लड पनि दियो होइन उसँग भएको मासु पनि दियो अनि थोङ निलका थोङ हिग्रिन तिङ निलका तिङ हिग्रिन ताजिरो होइन त्यहाँदेखि प्रेम मुबु गाते ज्याबा सिप नै पिन्जिरो होइन अब खेला होते ज्याबा सिएम होदै पिन्जिरो होइन जम्मन पिन्जिरो तर चु रिङसल्ला रुई मयङला रुई है
त्यो अरू बेला चाहिँ नख्रु सक्रु के भन्छन् त्यो होइन नि फेरि त्यो रुई भनेको चाहिँ झन्झन फाजनको थर तामाङको थर दिँदैन त्यस कारणले गर्दाखेरि झन्झन फाजनलाई मयुङ र रुई चाहिँ मयुङलन छ्याम्री मुलर हो है मयुङलन छ्याम्री मुलर अब जम्मन पिन्जिरो हिक पिन्जिरो नि पिन्जिरो सोम पिन्जिरो हुन्छ पिन्जिरो नि बिहाली होइन बिहेको छोरी अब गोले भाषा हो फेरि तिनचोटि भन्नुपर्छ है यो चाहिँ काय प्राचिरो ध्याय प्राचिरो होइन तिङ्नीलाई का तिङ्नी जुन ताजिरो होइन त्यो भएर दुई मुटुको रगत एउटै भयो अब कति राम्रो रूप पनि दियो अरे उसँग भएको के सिप छ त्यो पनि दियो अरे सबै दियो अरे है हेर्नुहोस् दिइसकेपछि एउटै चिज दिएको छैन माइतीको थर चाहिँ मयुङ र रुई चाहिँ पिनबारी मयुङसँगै बाँकी गयो त्यो चाहिँ यो तामाङले किन सिन्दुर पोते लाउनु पर्दैन भन्दाखेरि चाहिँ रुई चाहिँ माइतीकै साथमा भएको हुनाले सिन्दुर पोते लगाइरहनु पर्दैन गइरहनु यो छ चाहन्छ त्यस कारणले तपाईँहरूले लगाइरहनु पर्दैन अब यहाँ के छ भन्नुहुन्छ भने अलिकति बुझाउँ तामाङ चेली भाइदो घरबार त्यस्तो त नहोस् होइन घरबार नहुने अवस्थामा आइसकेपछि फेरि अर्कोसँग बिहे गर्नु पर्यो फेरि पनि माइतीले चारदाम गरेर दिने चलन छ है अब यहाँ हाम्रो साथीहरू हुन्छ नि उहाँहरूको चाहिँ कपाल सपाल सबै खौरिएर जनै फेरेर चेलीको कन्यादान दिएको हुन्छ तर हाम्रो चाहिँ चेलीको थर माइतीसँग त्यो चेलीको थर कतिखेर प्राप्त हामी गर्छौँ भन्दाखेरि चाहिँ मृत्यु पर्यन्त मामहरू यहाँ चाहिँ अब जानुहुन्छ नि त्यतिखेर चाहिँ रुई वावरी खौरो भन्छ नि त्यतिखेर माइतीले चाहिँ रुई समाउन आउँछ क्या ए मेरो चेलीको थर ले भन्नु आउँछ क्या त्यतिखेर माइती चाहिन्छ मृत्यु पर्यन्त चाहिँ त्यो माइतीले चाहिँ बनाउनु पर्छ यो हो कुरो त्यस कारणले गर्दाखेरि लु अब तपाईँले दुईजनालाई नै भन्नु पर्यो आज सेबु हुँदाखेरि कति राम्रो हेन्सम हिरो देखिएको छ नि होइन कति राम्रो बेहुलीले पनि कति राम्रो देखाएको छ नि त होइन तपाईँले पनि बेहुली हुँदाखेरि कति राम्रो देख्नु भएको छ नि होइन अब यहाँ चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ सधैँभरि यस्तो राम्रो देख्नु परोस् तपाईँले पनि अब तपाईँ कहीँ अफिसियल काममा गएर रिसले चुर भएर आएको बेला कालो निलो भएर आएको हुन्छ होइन त्यतिखेर चाहिँ कति नराम्रोले दिएछ मेरो बाबाले नभन्नु अरे चेलीले है माइतीलाई दोष भन्दै नदिनु अरे आज जस्तो राम्रो देखेको छ त्यो रिसाले आएको बेला पनि त्यस्तै राम्रो देख्नुपर्छ है चेलीले अब तपाईँले पनि त्यो चेली भात पकाएर अहिले त के गरेर लुगा धोएर हरेक गरेर चाहिँ नि अब कालो निलो रिसले चौपटा हुन्छ नि कहिले त त्यतिखेर चाहिँ कति नराम्रोसँग बिहे गरेछ हौ मेरो बाबा आजको जस्तै तपाईँले देख्नुपर्छ सधैँभरि यो चाहिँ तपाईँहरूलाई चाहिँ उ गरेर हामीले सधैँभरि आजीवन त्यस्तो राम्रो देख्नुपर्छ तपाईँहरू 80 वर्षको कुप्राउ हुँदाखेरि पनि त्यस्तै राम्रो देख्नुपर्छ है अहिले आखिरमा यहाँ नमुना हुनुहुन्छ नि हुनुहुन्छ क्या त्यो माया हो अनि त्यस कारणले गर्दाखेरि तपाईँले सबै यो राम्रो देख्नुपर्छ है चेलीले अब फेरि माइती आउँदाखेरि चाहिँ हातको कोसेली लिएर आउनुहोस् अरे यो मुखको कोसेली लिएर नआउनु र नानी फेरि कहिले पनि यो चाहिँ फेरि माइतीले ठुलो दोष आउँछ अरे त्यस कारणले गर्दाखेरि चेलीले जहिले पनि माइती के अरे घरमा भएको चाहिँ अप्ठ्यारो गाह्रोको कुराहरू चाहिँ माइतीले कहिले नसुनाउनु माइती जोस रिसाउँछ नि अहिले पनि मेरो चाहिँ बुढी भएको दिदीहरूले तेरो भेनाले मलाई गाली गर्यो भन्यो भने मलाई सनक्करी सोच्छ तेरीमा टोक्ने मैले यो चेली त तँलाई गरी खान दिएको गाली गर्यो भने दिएको तेरीमा छोत्रे भनिन्छ नि त त्यो चाहिँ मेरो गलत रहेछ काटे भन्छ नि मारे चाहिँ पाले पुन्ने मारे हल्दै हुन्छ नि हो यही हो हेर्नु त्यस कारणले जे हुन्छ चेलीले त्यही गर्नु चाहिँ बिहोर्ने है मैले यही कुरा भन्दै आजको चारदाम जोला गलिसक्यो अब राख्नुहोस् राखेरै सर्लक राख्नु ल त्यसो हुन्छ त्यस कारणले गर्दाखेरि यहाँहरूलाई जो तिनी विषम जो गोले फाजन रञ्जन फाजनलाई दिप है रन्जुको चाहिँ सम्झि धोजिरो नातामा गाँसियो अरे नातामा गाँसिसकेपछि त के हुन्छ अरे भन्दाखेरि चाहिँ अब त
त्यो बम समातेर दुईजना सम्धिहरू त घोडा मारेर है हो हुन्छ र त यो टाउको ठोकाएर निताउनु पर्छ अरे है अनि सम्धि त कुम जुदाएर सम्धि हुन्छ अरे तपाईँहरू त अब एउटै घरको हुनुभयो त्यस कारणले गर्दा त यो त सबै त ट्याप पक्रेर है कि दुईजना सम्धि त घडप चाहिँ कुम जुदाउनु पऱ्यो नि हो त्यसो